म सामाजिक सुरक्षा कोष पोखरा शाखा कार्यालय प्रमुख। यहाँ आज पत्रकारहरूसँग सामाजिक सुरक्षा कोष केन्द्रीय कार्यालय अथवा समग्र देशैभरिबाट कोषमा आबद्ध हुनुभएका कोषमा आबद्ध सङ्ख्या र सङ्कलित रकम र त्यसको खर्चको विवरण यहाँ संक्षिप्त रूपमा यहाँहरू समक्ष राख्न गइरहेको छु। 2082 1 महिना 11 गतेसम्मको सम्पूर्ण कोषमा आबद्ध श्रमिकहरूको सङ्ख्या चाहिँ मुलुकभरिबाट रोजगारदाताको सङ्ख्या 20,407 छ भने कुल योगदानकर्ताको सङ्ख्या 21,76,702 रहेको छ। त्यो मध्ये वैदेशिक रोजगारमा जानेको सङ्ख्या 15,98,252 रहेको छ भने औपचारिक क्षेत्रबाट आबद्ध हुने श्रमिक अथवा योगदानकर्ताको सङ्ख्या 5,77,661 रहेको छ। त्यस्तै गण्डकी प्रदेशबाट आबद्ध हुने रोजगारदाताको सङ्ख्या 1,007 पुगेको छ भने योगदानकर्ताको सङ्ख्या 23,386 रहेको छ। यसरी विभिन्न क्षेत्रबाट कोषमा आबद्ध हुने श्रमिकहरूको तर्फबाट 1 महिना 11 गतेसम्म कुल 78 अर्ब 41 करोड रुपियाँ सङ्कलन भएको छ भने उहाँहरूको लागि विभिन्न शीर्षकहरूमा सामाजिक सुरक्षा कोषले 14 अर्बभन्दा बढी 14 अर्ब 16 करोडभन्दा बढी रुपियाँ चाहिँ उहाँहरूको विभिन्न सेवा सुविधा अथवा अवकाश योजनाका स्किमहरूको भुक्तानीमा खर्च गरेको विद्यमान अवस्था छ। हालसम्म सामाजिक सुरक्षा कोषले प्रदान गरेका विभिन्न सुविधाहरू र त्यो सुविधाबाट लाभान्वित हुने सङ्ख्या म यहाँहरूको समक्ष सेयर गर्छु। सामाजिक सुरक्षा कोषले औषधि उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरेर कुल 4वटा स्किमहरू सञ्चालनमा ल्याएको छ। त्यो मध्ये मेडिकल स्किम अथवा स्वास्थ्य उपचार तथा मातृत्व सुरक्षा योजना अन्तर्गत 79,185 जना श्रमिकहरूले 4,96,374 पटक आफ्नो उपचार दाबी गर्नुभएको छ भने सो बापत सामाजिक सुरक्षा कोषले 1 अर्ब 86 करोड 72 लाख भन्दा बढी रकम चाहिँ भुक्तान गरिसकेको अवस्था छ। त्यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत हालसम्म 5,222 जना योगदानकर्ता यो सुविधा दाबी गर्नुभएको छ भने उहाँहरूले कुल 9,276 पटक यो सुविधा दाबी गरेर सामाजिक सुरक्षा कोषले उहाँहरूको लागि 18 करोड 22 लाख 83 हजार भन्दा बढी रकम चाहिँ खर्च गरिसकेको छ। त्यस्तै आश्रित परिवार सुरक्षा योजना अन्तर्गत हालसम्म 681 जना योगदानकर्ताहरूले चाहिँ यो सुविधा मासिक रूपमा पेन्सनको रूपमा पाइराख्नु भएको छ, जस अन्तर्गत सामाजिक सुरक्षा कोषबाट 21 करोड 96 लाख 79 हजार रुपियाँ चाहिँ भुक्तान भइसकेको छ भने वृद्धावस्था सुरक्षा योजना अन्तर्गत 1,04,655 जना योगदानकर्ताहरूले कुल 11 अर्ब 65 करोड 40 लाख भन्दा बढी रकम चाहिँ यो सुविधा अन्तर्गत सामाजिक सुरक्षा कोषले भुक्तान गरेको छ। यसरी सामाजिक सुरक्षा कोषले यी सुविधा अन्तर्गत 14 अर्ब 16 करोड भन्दा बढी रकम चाहिँ भुक्तानी गरेको अवस्था यहाँहरू समक्ष मैले प्रस्तुत गरेँ। हजुरले एकदमै राम्रो प्रश्न सोध्नुभयो। सुरुमा यसमा आबद्ध हुनका लागि चाहिँ हामी कुनै पनि प्रतिष्ठानमा जोडिएका छौँ भने सो प्रतिष्ठान मार्फत आउन सकिन्छ। हामी वैदेशिक रोजगारमा जाँदैछौँ भने वैदेशिक रोजगारमा जानु अगाडि श्रम स्वीकृति दिने प्रक्रियामै सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने प्रावधान छ भने कुनै अनौपचारिक स्वरोजगार क्षेत्रमा हामी कार्यरत छौँ भने स्वरोजगार भएको आफूसँग कुनै प्रमाणपत्र जस्तै हामी वकिल छौँ, डक्टर छौँ, पाइलट छौँ, इन्जिनियर छौँ भने हाम्रो कुनै एउटा नम्बर हुन्छ, त्यो त्यसका आधारमा स्वतः सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सकिन्छ। र अनौपचारिक क्षेत्र अन्तर्गत छौँ भने वडा कार्यालयको सिफारिसमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रावधान छ। अब औपचारिक क्षेत्र अन्तर्गतको श्रमिकले चाहिँ आफ्नो प्रतिष्ठान पहिला कोषमा आबद्ध गराउने, त्यो भनेको सामाजिक सुरक्षा कोषको वेबसाइटमा चाहिँ अनलाइन मार्फत चाहिँ कम्पनीको दर्ता प्रमाणपत्र र पेन नम्बरका आधारमा कोषमा प्रतिष्ठान दर्ता हुन्छ पहिला, र प्रतिष्ठान दर्ता भइसकेपछि प्रतिष्ठानको नाममा 16 डिजिटको सामाजिक सुरक्षा नम्बर प्रदान हुन्छ, जसका आधारमा प्रतिष्ठानले आफ्नो युजर आइडी र लगइन एक्सेस प्राप्त गर्छ, जसका आधारमा उसले आफ्ना सम्पूर्ण श्रमिक अथवा कर्मचारीहरूलाई कोषमा सूचीकरण गराएर कोषबाट प्रत्येक श्रमिकको सामाजिक सुरक्षा नम्बर
प्राप्त गरिसकेपछि उहाँहरू चाहिँ योगदान गर्नको लागि इलिजिबल हुन्छन्। सो प्रक्रिया पुरा गरिसकेपछि अनलाइन प्रणाली मार्फत जस्तै कनेक्ट आइपिएस अथवा ई-सेवा अथवा खल्ती लगायतको माध्यमबाट उहाँहरूको मासिक रूपमा जम्मा गर्नुपर्ने पैसा सामाजिक सुरक्षा कोषमा जम्मा गर्न सकिन्छ। यसले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिकको 31% जम्मा गर्नुपर्ने प्रावधान छ। हालको परिप्रेक्ष्यमा भन्ने हो भने नेपाल सरकारले घोषणा गरेको न्यूनतम आधारभूत पारिश्रमिक 10,820 को 31%लाई आधार मान्ने हो भने 3354.2 पैसा रकम मासिक रूपमा सामाजिक सुरक्षा कोषमा नियमित रूपमा जम्मा गर्ने योगदानकर्ताले मात्रै सामाजिक सुरक्षाको सबै स्किमहरूको उपभोग गर्न पाउनुहुन्छ। के सुविधा पाउनुहुन्छ? सामाजिक सुरक्षा कोषबाट अघि नै मैले भनेका तपाईँको स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरेर 4वटा स्किमहरू छन्। यी 4वटा स्किमका सबै सुविधाहरू जसले 3354.2 पैसा जम्मा गर्नुहुन्छ मासिक रूपमा र नियमित रूपमा है। नियमित भनेको प्रत्येक महिनाको पैसा अर्को महिनाको 15 गते भित्रमा अथवा 15 दिनभित्रमा जम्मा गरेको अवस्थालाई मात्रै हामी नियमित भन्छौँ। त्यो सबै प्रक्रिया र त्यो न्यूनतम रकम जम्मा गर्नुभएको छ भने सबै सुविधा जुनसुकै अवस्थामा पनि प्राप्त गर्न सक्नुहुन्छ। पेन्सनको अवस्था दुईवटा छ। यदि हामी सामाजिक सुरक्षा कोषबाट दुईवटा अवस्थामा पेन्सन पाइन्छ। एउटा अवस्था भनेको योगदान गर्न सुरु गर्ने बित्तिकै दुर्घटनामा पर्यो र अशक्त भयो भने एउटा पेन्सन हुन्छ, अशक्तता पेन्सन भन्ने हुन्छ, जुन अशक्तताको अवधिभरि। जस्तै अल्पकालीन अशक्तता भयो भने अल्पकालभरि, दीर्घकालीन अशक्तता भयो भने दीर्घकालभरि पाइन्छ। जस्तै कुनै व्यक्ति आज सामाजिक सुरक्षा कोषमा आबद्ध भएर दुर्घटनामा पर्नुभयो भने आजैबाट उहाँको उपचार पनि सबै सामाजिक सुरक्षा कोषले गर्छ र उहाँ यदि जीवनभरि अशक्त हुनु भने आजैबाट उहाँलाई जीवनभरि पेन्सनको रूपमा उहाँले खाइपाएको तलबको 60% दिन्छ एउटा पेन्सन। अर्को पेन्सन भनेको आश्रित परिवारले पाउने पेन्सन हुन्छ। कुनै पनि मान्छे सामाजिक सुरक्षा कोषमा आबद्ध भएर रोजगारीजन्य दुर्घटनाका कारणबाट मृत्यु भयो भने आबद्ध भएकै दिनबाट लागू हुने गरी उहाँको आश्रित परिवारले पेन्सन पाउनुहुन्छ। आश्रित परिवार अन्तर्गत चाहिँ अब सिङ्गल छ भने बुवा आमा, यदि विवाहित हुनुहुन्छ भने श्रीमती र अथवा श्रीमान अथवा बालबच्चाहरू चाहिँ आश्रित परिवार अन्तर्गत रहनुहुन्छ। यदि स्पाउसले उहाँको स्पाउसले खाइपाएको तलबको 60% र बच्चाहरू हुनुहुन्छ भने बढीमा दुईजना बच्चाले चाहिँ आधारभूत पारिश्रमिक अथवा उहाँको जम्मा गरेको बेसिक स्यालेरीको आधारमा 40% 21 वर्ष नहुनेसम्म बच्चाहरूले पाउनुहुन्छ। यदि त्यस्तो बच्चाहरू चाहिँ तपाईँको डिफ्रेन्टली एबल हुनुहुन्छ होइन, सुस्त मनस्थित अथवा मानसिक रोगी हुनुहुन्छ, बिरामी हुनुहुन्छ भने जीवनभरि त्यो बच्चाले पनि पेन्सन पाउँछ है। यो दोस्रो प्रकारको पेन्सन भयो भने तेस्रो पेन्सन भनेको चाहिँ हामी 60 वर्ष पुगेपछि योगदानकर्ता हामी आफैले पाउने पेन्सन हो है। त्यो पेन्सन चाहिँ हामी सामाजिक सुरक्षा कोषमा आबद्ध भएर 60 वर्ष पुरा भएको उमेर है, जम्मा गर्न 60 वर्ष होइन, उमेरले 60 वर्ष पुगिसकेपछि त्यो पेन्सन पाउन इलिजिबल हुन्छौँ। त्यो अवस्थामा कुनै पनि योगदानकर्ताले पेन्सन पाउन सुरु गर्ने बित्तिकै उसको कुनै पनि कारणबाट मृत्यु भयो भने उसको स्पाउसले उसको जो पेन्सनर थियो उसले खाइपाएकै पेन्सन एडिटिभ जस्ताको तस्तै है। जस्तो मानौँ हामी एकजना योगदानकर्ता श्रीमान सामाजिक सुरक्षा कोषमा आबद्ध भएर 60 वर्ष पछाडि पेन्सन खाँदै हुन्थ्यो भने यदि पेन्सन खाएको 61-62 वर्षमा उहाँको मृत्यु भयो भने उहाँको स्पाउस श्रीमतीले चाहिँ त्यसको 7 वर्षसम्म उहाँले चाहिँ के पाउनुहुन्छ त तपाईँको त्यही पेन्सन चाहिँ श्रीमानले जति पर्सेन्ट खानुभएको छ 100% नै पाउनुहुन्छ 7 वर्षसम्म र त्यस पछाडि मात्रै 50% रूपमा झर्छ। यसरी तीन प्रकारको पेन्सनको सुविधा सामाजिक सुरक्षा कोषले उपलब्ध गराएको छ। सामाजिक सुरक्षा कोष पोखरा शाखा कार्यालय प्रमुख यहाँ आज पत्रकारहरूसँग सामाजिक सुरक्षा कोष केन्द्रीय कार्यालय अथवा समग्र देशैभरिबाट कोषमा आबद्ध हुनुभएका कोषमा आबद्ध सङ्ख्या र सङ्कलित रकम र त्यसको खर्चको विवरण यहाँ संक्षिप्त रूपमा यहाँहरू समक्ष राख्न गइरहेको छु। 2082 1 महिना 11 गतेसम्मको सम्पूर्ण कोषमा आबद्ध श्रमिकहरूको सङ्ख्या चाहिँ मुलुकभरिबाट रोजगारदाताको सङ्ख्या 20,407 छ भने कुल योगदानकर्ताको सङ्ख्या 21,76,702 रहेको छ। त्यो मध्ये वैदेशिक रोजगारमा जानेको सङ्ख्या 15,98,252 रहेको छ भने औपचारिक क्षेत्रबाट आबद्ध हुने श्रमिक अथवा योगदानकर्ताको सङ्ख्या 5,77,661 रहेको छ। त्यस्तै गण्डकी प्रदेशबाट आबद्ध हुने रोजगारदाताको सङ्ख्या 1,007 पुगेको छ भने योगदानकर्ताको सङ्ख्या 23,000
386 रहेको छ। यसरी विभिन्न क्षेत्रबाट कोषमा आबद्ध हुने श्रमिकहरूको तर्फबाट 1 महिना 11 गतिसम्म कुल 78 अर्ब 41 करोड रुपियाँ सङ्कलन भएको छ भने उहाँहरूको लागि विभिन्न शीर्षकहरूमा सामाजिक सुरक्षा कोषले 14 अर्बभन्दा बढी 14 अर्ब 16 करोडभन्दा बढी रुपियाँ चाहिँ उहाँहरूको विभिन्न सेवा सुविधा अथवा अवकाश योजनाका स्किमहरूको भुक्तानीमा खर्च गरेको विद्यमान अवस्था छ। हालसम्म सामाजिक सुरक्षा कोषले प्रदान गरेका विभिन्न सुविधाहरू र त्यो सुविधाबाट लाभान्वित हुने सङ्ख्या म यहाँ हजुरहरूको समक्ष सेयर गर्छु। सामाजिक सुरक्षा कोषले औषधि उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरेर कुल 4वटा स्किमहरू सञ्चालनमा ल्याएको छ। त्यो मध्ये मेडिकल स्किम अथवा स्वास्थ्य उपचार तथा मातृत्व सुरक्षा योजना अन्तर्गत 79,185 जना श्रमिकहरूले 4,96,374 पटक आफ्नो उपचार दाबी गर्नुभएको छ भने सो बापत सामाजिक सुरक्षा कोषले 1 अर्ब 86 करोड 72 लाखभन्दा बढी रकम चाहिँ भुक्तान गरिसकेको अवस्था छ। त्यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत हालसम्म 5,222 जना योगदानकर्ता यो सुविधा दाबी गर्नुभएको छ भने उहाँहरूले कुल 9,276 पटक यो सुविधा दाबी गरेर सामाजिक सुरक्षा कोषले उहाँहरूको लागि 18 करोड 22 लाख 83 हजारभन्दा बढी रकम चाहिँ खर्च गरिसकेको छ। त्यस्तै आश्रित परिवार सुरक्षा योजना अन्तर्गत हालसम्म 681 जना योगदानकर्ताहरूले चाहिँ यो सुविधा मासिक रूपमा पेन्सनको रूपमा पाइराख्नु भएको छ, जस अन्तर्गत सामाजिक सुरक्षा कोषबाट 21 करोड 96 लाख 79,000 रुपियाँ चाहिँ भुक्तान भइसकेको छ भने वृद्धावस्था सुरक्षा योजना अन्तर्गत 1,04,655 जना योगदानकर्ताहरूले कुल 11 अर्ब 65 करोड 40 लाखभन्दा बढी रकम चाहिँ यो सुविधा अन्तर्गत सामाजिक सुरक्षा कोषले भुक्तान गरेको छ। यसरी सामाजिक सुरक्षा कोषले यी सुविधा अन्तर्गत 14 अर्ब 16 करोडभन्दा बढी रकम चाहिँ भुक्तानी गरेको अवस्था यहाँ समक्ष मैले प्रस्तुत गरेँ। हजुरले एकदमै राम्रो प्रश्न सोध्नुभयो। सुरुमा यसमा आबद्ध हुनका लागि चाहिँ हामी कुनै पनि प्रतिष्ठानमा जोडिएका छौँ भने सो प्रतिष्ठान मार्फत आउन सकिन्छ। हामी वैदेशिक रोजगारमा जाँदैछौँ भने वैदेशिक रोजगारमा जानु अगाडि श्रम स्वीकृति दिने प्रक्रियामै सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने प्रावधान छ भने कुनै अनौपचारिक स्वरोजगार क्षेत्रमा हामी कार्यरत छौँ भने स्वरोजगार भएको आफूसँग कुनै प्रमाणपत्र जस्तै हामी वकिल छौँ, डक्टर छौँ, पाइलट छौँ, इन्जिनियर छौँ भने हाम्रो कुनै एउटा नम्बर हुन्छ, त्यो त्यसका आधारमा स्वतः सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सकिन्छ। र अनौपचारिक क्षेत्र अन्तर्गत छौँ भने वडा कार्यालयको सिफारिसमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रावधान छ। अब औपचारिक क्षेत्र अन्तर्गतको श्रमिकले चाहिँ आफ्नो प्रतिष्ठान पहिला कोषमा आबद्ध गराउने, त्यो भनेको सामाजिक सुरक्षा कोषको वेबसाइटमा चाहिँ अनलाइन मार्फत चाहिँ कम्पनीको दर्ता प्रमाणपत्र र पेन नम्बरका आधारमा कोषमा प्रतिष्ठान दर्ता हुन्छ पहिला, र प्रतिष्ठान दर्ता भइसकेपछि प्रतिष्ठानको नाममा 16 डिजिटको सामाजिक सुरक्षा नम्बर प्रदान हुन्छ, जसका आधारमा प्रतिष्ठानले आफ्नो युजर आइडी र लगइन एक्सेस प्राप्त गर्छ, जसका आधारमा उसले आफ्ना सम्पूर्ण श्रमिक अथवा कर्मचारीहरूलाई कोषमा सूचीकरण गराएर कोषबाट प्रत्येक श्रमिकको सामाजिक सुरक्षा नम्बर प्राप्त गरिसकेपछि उहाँहरू चाहिँ योगदान गर्नका लागि इलिजिबल हुन्छन्। सो प्रक्रिया पुरा गरिसकेपछि अनलाइन प्रणाली मार्फत जस्तै कनेक्ट आइपिएस अथवा ई-सेवा अथवा खल्ती लगायतको माध्यमबाट उहाँहरूको मासिक रूपमा जम्मा गर्नुपर्ने पैसा सामाजिक सुरक्षा कोषमा जम्मा गर्न सकिन्छ। यसले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिकको 31% जम्मा गर्नुपर्ने प्रावधान छ। हालको परिप्रेक्ष्यमा भन्ने हो भने नेपाल सरकारले घोषणा गरेको न्यूनतम आधारभूत पारिश्रमिक 10,820 को 31%लाई आधार मान्ने हो भने 3354.2 पैसा रकम मासिक रूपमा सामाजिक सुरक्षा कोषमा नियमित रूपमा जम्मा गर्ने योगदानकर्ताले मात्रै सामाजिक सुरक्षाको सबै स्किमहरूको उपभोग गर्न पाउनुहुन्छ। के सुविधा पाउनुहुन्छ? सामाजिक सुरक्षा कोषबाट अघि नै मैले भनेका तपाईँको स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरेर 4वटा स्किमहरू छन्। यी 4वटा स्किमका सबै सुविधाहरू जसले 3354.2 पैसा जम्मा गर्नुहुन्छ मासिक रूपमा र नियमित रूपमा है। नियमित भनेको प्रत्येक महिनाको पैसा
अर्को महिनाको 15 गतेभित्रमा अथवा 15 दिनभित्रमा जम्मा गरेको अवस्थालाई मात्रै हामी नियमित भन्छौँ। त्यो सबै प्रक्रिया र त्यो न्यूनतम रकम जम्मा गर्नुभएको छ भने सबै सुविधा जुनसुकै अवस्थामा पनि प्राप्त गर्न सक्नुहुन्छ। पेन्सनको अवस्था दुईवटा छ। यदि हामी समाज सुरक्षा कोषबाट दुईवटा अवस्थामा पेन्सन पाइन्छ। एउटा अवस्था भनेको योगदान गर्न सुरु गर्ने बित्तिकै दुर्घटनामा पर्यो र अशक्त भयो भने एउटा पेन्सन हुन्छ, अशक्तता पेन्सन भन्ने हुन्छ, जुन अशक्तताको अवधिभरि, जस्तै अल्पकालीन अशक्तता भयो भने अल्पकालभरि, दीर्घकालीन अशक्तता भयो भने दीर्घकालभरि पाइन्छ। जस्तै कुनै व्यक्ति आज समाज सुरक्षा कोषमा आबद्ध भएर दुर्घटनामा पर्नुभयो भने आजैबाट उहाँको उपचार पनि सबै समाज सुरक्षा कोषले गर्छ र उहाँ यदि जीवनभरि अशक्त हुनु भने आजैबाट उहाँलाई जीवनभरि पेन्सनको रूपमा उहाँले खाइपाएको तलबको 60% दिन्छ एउटा पेन्सन। अर्को पेन्सन भनेको आश्रित परिवारले पाउने पेन्सन हुन्छ। कुनै पनि मान्छे सामाजिक सुरक्षा कोषमा आबद्ध भएर रोजगारीजन्य दुर्घटनाको कारणबाट मृत्यु भयो भने आबद्ध भएकै दिनबाट लागू हुने गरी उहाँको आश्रित परिवारले पेन्सन पाउनुहुन्छ। आश्रित परिवार अन्तर्गत चाहिँ अब सिङ्गल छ भने बुवा आमा, यदि विवाहित हुनुहुन्छ भने श्रीमती र अथवा श्रीमान अथवा बालबच्चाहरू चाहिँ आश्रित परिवार अन्तर्गत रहनुहुन्छ। यदि स्पाउसले उहाँको स्पाउसले खाइपाएको तलबको 60% र बच्चाहरू हुनुहुन्छ भने बढीमा दुईवटा बच्चाले चाहिँ आधारभूत पारिश्रमिक अथवा उहाँको जम्मा गरेको बेसिक स्यालेरीको आधारमा 40% 21 वर्ष नहुनेसम्म बच्चाहरूले पाउनुहुन्छ। यदि त्यस्तो बच्चाहरू चाहिँ तपाईँको डिफ्रेन्टली एबल हुनुहुन्छ होइन, सुस्त मनस्थित अथवा मानसिक रोगी हुनुहुन्छ, बिरामी हुनुहुन्छ भने जीवनभरि त्यो बच्चाले पनि पेन्सन पाउँछ है। यो दोस्रो प्रकारको पेन्सन भयो भने तेस्रो पेन्सन भनेको चाहिँ हामी 60 वर्ष पुगेपछि योगदानकर्ता हामी आफैले पाउने पेन्सन हो है। त्यो पेन्सन चाहिँ हामी सामाजिक सुरक्षा कोषमा आबद्ध भएर 60 वर्ष पुरा भएको उमेर है, जम्मा गर्न 60 वर्ष होइन, उमेरले 60 वर्ष पुगिसकेपछि त्यो पेन्सन पाउन इलिजिबल हुन्छौँ। त्यो अवस्थामा कुनै पनि योगदानकर्ताले पेन्सन पाउन सुरु गर्ने बित्तिकै उसको कुनै पनि कारणबाट मृत्यु भयो भने उसको स्पाउसले उसको उसले जो पेन्सनर थियो उसले खाइपाएकै पेन्सन एडिटी जस्ताको तस्तै है। जस्तो मानौँ हामी एकजना योगदानकर्ता श्रीमान सामाजिक सुरक्षा कोषमा आबद्ध भएर 60 वर्ष पछाडि पेन्सन खाँदै हुन्थ्यो भने यदि पेन्सन खाएको 61-62 वर्षमा उहाँको मृत्यु भयो भने उहाँको स्पाउस श्रीमतीले चाहिँ त्यसको 7 वर्षसम्म उहाँले चाहिँ के पाउनुहुन्छ त तपाईँको त्यही पेन्सन चाहिँ श्रीमानले चाहिँ पर्सेन्ट खानुभयो भने 100% नै पाउनुहुन्छ 7 वर्षसम्म र त्यस पछाडि मात्रै 50%मा झर्छ। यसरी तीन प्रकारको पेन्सनको सुविधा सामाजिक सुरक्षा कोषले उपलब्ध गराएको छ। कुनै पनि होटल रेस्टुरेन्टमा काम गर्ने श्रमिकलाई यदि सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छैन, न्यूनतम पारिश्रमिक गरेको छैन र बाल श्रम छैन भने मात्रै त्यस्तो काममा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट फलदा कार्यक्रम सञ्चालन गर्ने त्यो परिपत्रलाई अब हामीले भोटायौँ। म एक ठाउँमा गएर पुलिससँग अस्ति एउटा कार्यक्रम थियो। म तपाईँको अब कुनै पनि एनजिओ आइडेन्टिफाई गर्नुभएको, म तपाईँको कार्यक्रममा अबको होटल रेस्टुरेन्टमा यो कानुनहरू यो परिपत्रका काम भएछ भने म तपाईँको अब तपाईँहरूले के आदरणीय पत्रकारले के गर्नु है, हरेक प्रदेश मन्त्रालय वा अन्तर्गत कार्य, सङ्घ सरकार वा अन्तर्गत कार्य, स्थानीय तह वा अन्तर्गत कार्यले कुनै पनि होटल रेस्टुरेन्टमा कुनै कार्यक्रम गर्नु पर्यो है। यहाँको पहिले 3टा कुराहरू हेर्नु पर्यो। सामाजिक सुरक्षा हुनु पर्यो, न्यूनतम अधिकार हुनु पर्यो र बालश्रम मात्रै कार्यक्रम सञ्चालन गर्नु त्यो निर्णय कार्यक्रम गर्नु। ठ्याक्कै यहाँनिर हामीले बुझ्न खोजेको नि छ, यो देशभरिको चाहिँ 23 लाख कति 21 लाख 76,000 तपाईँको 6औँ वर्ष पुरा भयो, 7औँ वर्षमा छौँ र तपाईँको 4 वर्ष त हामी काठमाडौँमै मात्रै सीमित भयो किनभने त्यसको शाखा कार्यालय विस्तार गर्ने अनि हाम्रो चाहिँ के थियो, हाम्रो संरचना पहिले पुरानो संरचना सरकारी कार्यालय संरचना भन्दाखेरि तपाईँको यसरी चाहिँ 18 वर्षसम्म फैलिएको संरचना छ। सामाजिक सुरक्षा कोष भर्खर स्थापना भएको केन्द्रीय कार्यालय मात्र सबै सुविधा दिने यो के यसको संरचना चाहिँ अलिक स्मार्ट प्रकृतिको, अब डिजिटलाइज भनौँ न, हरेक सुविधाहरू चाहिँ तपाईँले अनलाइन मार्फतै दिन पाउने गरेको थियो। त्यो भइसकेपछि यहाँ चाहिँ यहाँको सेवाग्राहीहरूसँग हामी चाहिँ ढिलो हामी क्या 2081 सालको पैसाबाट सामाजिक सुरक्षा कोष सुरु भएको। त्यतिखेर आउँदाखेरि जम्मा सामाजिक सुरक्षा कोषमा 8,000 आबद्ध हुनुहुन्थ्यो है। मैले त्यतिखेर त्यो तथ्याङ्क हेरेँ 8,000 र जम्मा 2टा हस्पिटल मात्रै हामीसँग थियो क्या, एउटा चरक एउटा ग्यालेक्सी थियो। चरकले सुविधा दिएको थिएन, ग्यालेक्सीमा फाटा फुट्यो, एकजना गएर उता त्यस्तो फाइल म्यानुअल क्लेम गर्थ्यो।
होइन। अनि हामी आएर हामीले चाहिँ यहाँ ट्रेड युनियन श्रम कार्यालय हामी मार्फत चाहिँ यसलाई चाहिँ पब्लिसिटी गर्दै गएको आज 23,000 पुगेछ होइन। यो सङ्ख्या चाहिँ तपाईँको हामीले गरेका विगतको 4 वर्षको तथ्याङ्कसँग तुलना गर्ने भने हामीले चाहिँ यसलाई 3 टाइम्स बढायौँ होइन। 2 वर्षमा 3 टाइम्स बढायौँ र 2टा हस्पिटल भएको ठाउँमा हामीले चाहिँ 10वटा हस्पिटलमा चाहिँ के गर्यौँ सामाजिक सुरक्षा कार्यक्रम लन्च गऱ्यौँ र ती हस्पिटल के भयो सबै डिजिटलाइज भयो। अहिले तपाईँले यहाँनिर तपाईँको मेनुअल क्लेम हुँदैन, तपाईँले चाहिँ सबै डिजिटल क्लेम हुन्छ। तपाईँले एउटा सामाजिक सुरक्षाको कार्डले हस्पिटलमा गएर दाबी गर्नुभयो भने तपाईँले सबै सुविधा पाउनुहुन्छ भनेको आजभन्दा 2 वर्ष अगाडि उहाँहरूमा यो साक्षरताको कमी थियो। सबैभन्दा ठुलो कुरो भनेको चाहिँ हामीले साक्षरता अथवा चेतना अथवा यो सुविधा स्किलहरूलाई चाहिँ हामीले के गर्न सकेन त कम्युनिकेट गर्न सकेका थियौँ होइन। आज हामीले कम्युनिकेट गर्दै जाँदाखेरि 23,000 प्लस भइदिनु भएको छ। त्यसमाथि पनि अब सरकारले चाहिँ नीतिहरू मार्फत कार्यक्रमहरू मार्फत यसलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको सन्दर्भमा भोलिको दिनमा अवश्य पर्छ। यसलाई हामीले नेगेटिभ इन्स्ट्रुमेन्ट प्रयोग गर्ने भन्दा पनि अलिकति सचेतना जानकारी अभिमुखीकरण होइन भनेर चाहिँ कस्तो अब आजको विचार गर्दैन अगाडिसम्म सामाजिक सम्बन्धित कोही नै बोल्दैन थियो। अहिले तपाईँ मैले मात्रै होइन अब सरकारको हालिनाले जानु भएको छ, पत्रकारहरूले जानु भएको छ होइन। यसरी नै यो चाहिँ के हुँदो रहेछ भन्दाखेरि मल्टिप्लायर हुँदै जाँदो रहेछ होइन। यो चाहिँ एकैचोटि भन्दै आउने भन्दा पनि यसको चाहिँ भनौँ न यो चाहिँ लङ लाग्ने यसमा आउनुपर्ने रकमको सङ्ख्या दरहरू सबै कुरा धेरै भएको हुनाले योगदानकर्ताले बुझेर आओस् जानेर आओस् भन्ने भएको हुनाले पनि सङ्ख्या तपाईँहरूले हामीले अपेक्षा गऱ्यो भन्दा कम हो। तर जुन हामीले गर्नुपर्ने प्रगति अनुसार चाहिँ प्रतिमूलकै पनि 20,000 आउनु भनेको 2 वर्षको तुलनामा हेर्ने भने राम्रै हो। समस्या कहाँ छ मलाई रोजगारीबाट निकाल दिन्छ, रोजगारीबाट डेलिट गरिदिन्छ भन्ने समस्या हो उहाँले गर्नुभएको। तर समस्या छ तर यहाँनिर कहाँनिर हामीले कानुनको पूर्ण रूपमा पब्लिक कानुन नगरेको अवस्थामा अभाव हुन्छ। अब हामीले पत्रचार गर्ने विरोध त हेर्नु यहाँको संस्थागत बोलीसँग व्यवस्थापनसँग हस्पिटलसँग एउटा प्रश्न तपाईँले लानु भएन भने अनुसार सामाजिक सुरक्षा कोषले चाहिँ कार्य जेटै दिएर असारसम्म जेठसम्म वैशाखसम्म जेटै दिएको अवस्था छ। पत्रचारै गरेको पत्रचार कुनै प्रदेशबाट भएको छैन, सरकार माथि लागु गरेको चाहन्छ र हामी यसमा हामी देख्यौँ विद्यार्थी श्रमिकको विद्यार्थी देख्यौँ एउटा सहकारीमा दिनको पनि काम गरेर हिँड्छ र हामीलाई 70 लाख भन्छ 12 लाख रुपियाँ खर्च पनि दिन्छ। त्यो खर्च त राज्य दिन्छ नि खर्च चाहिँ 50 लाख त्यो सरकारले दिएको छैन। तर हामीमा आयो भने हामी दिइन्छ। अस्ति 2टा ठुलो कार्य एउटा अनुबन्धन क्षेत्रमा जे कन्स्ट्रक्सनमा ठुलो कार्य आयो, हाते कार्य लाउँदा हामीले 4,42,000 रुपियाँ दिलायो। तर यति गाह्रोसँग दिलायो कि खाते रुपियाँ र अर्को एउटा मेरो केस छ तिनले लागेको छ त्यसको पनि गर्दैछ। हामीले कतिको त खाता रोकेर राखेर पनि सजिलो पाइसक्यौँ। अनुमतिको बाटो हामी अब हाम्रो कति 11 जिल्ला हेर्नुपर्छ, 5-6 जना एक्टिभ बस्छ त र हामी यही हजुरहरूलाई हामीले सूचना गरेको जानकारी हजुर मार्फत कि अब हजुरले बोलिँदा गरेर सामाजिक सुरक्षा लानुभयो, सर्भिसलाई शिक्षामा लानुभयो, कामदारमा लानुभयो भनेर हजुरले पनि वास्तवको पैसा हामीले पत्रकार गरिरहेको छ। उहाँको क्याप्सनलाई राखेर होला मैले क्याप्सनको अध्यक्ष उपाध्यक्ष राखेर अब श्रम कार्य व्याख्या तपाईँले गर्ने होइन भने व्यवसाय कार्य भनिन्छ र स्वास्थ्य मन्त्रालय प्रदेशको स्वास्थ्य मन्त्रालयलाई 50 बेडसम्म स्वास्थ्य मन्त्रालयले दर्ता गर्छ, 25 बेडसम्म प्रदेश स्वास्थ्य दर्ता गर्छ, महानगरपालिकाले 15 बेडसम्म दर्ता गर्छ। दर्ता नमिकान पनि हेर्न पनि सक्ने अवस्था त्यो हेर्न सबैले गर्न पर्ने हाम्रो स्थानीय सरकार प्रदेश सरकार सबै लाग्यो भने वास्तवमा समस्या छ। नसके त निश्चयमा गर्दैन गोडीय सञ्चालन गर्ने त नगर्यो भने अरू सरकार विभाग सक्दैन। हाम्रो भाषा त्यही